जति खुवाए पनि मेरो बच्चाको वेट बढ्दै बढेन, मेरो बच्चाको लागि भिटामिन प्रोटिन पाउडर लेखिदिनु भनेर धेरैजना अभिभावकले चाहिँ मलाई ओपिडीमा भन्नुहुन्छ। बच्चाको वेट बढाउनको लागि भिटामिन प्रोटिन भन्दा चाहिँ धेरै इम्पोर्टेन्ट भनेको चाहिँ हाई क्यालोरी भएको खानेकुराहरू, जसमा प्रशस्त मात्रामा चाहिँ फ्याट्स होस् र प्रशस्त मात्रामा चाहिँ कार्बोहाइड्रेट स्पेसली स्टार्च होस्, त्यस्ता खानेकुराहरूको चाहिँ एकदमै धेरै रोल हुन्छ। यदि तपाईँको बच्चाको वेट पनि राम्रो बढिरहेको छैन भने चाहिँ यी 3टा टिप्स म भन्न गइरहेको छु। यहाँले चाहिँ पूर्णतया पालना गर्नुभयो भने केही महिनाभित्रमा नै तपाईँको बच्चाको वेट चाहिँ राम्रोसँग बढ्न सक्छ। नम्बर 1, बच्चालाई यदि यहाँले बिस्कुट्स, चिप्स अथवा चिज बल्सहरू, चाउचाउहरू र विशेष गरी पातलो जाउलोहरू, पातलो दालहरू खुवाइरहनु भएको छ भने तपाईँको बच्चाको लागि चाहिने चाहिँ क्यालोरी यसबाट चाहिँ पाउँदैन र बच्चाको वेट गेन राम्रो हुँदैन। यहाँले चाहिँ घरमै पाउने खानेकुराहरू, दाल भात तरकारीबाट नै यहाँको बच्चाको चाहिँ वेट चाहिँ बढाउन सक्नुहुन्छ। तर बच्चालाई चाहिँ पटक पटक फ्रिक्वेन्टली चाहिँ सानो सानो भोल्युममा चाहिँ खानेकुरा खानिदिनु, तर खानेकुरालाई जहिले पनि चाहिँ हाई क्यालोरी बनाउने कोसिस गर्नु होला। यसको चाहिँ न्युट्रिसन भ्यालु बनाउने कोसिस गर्नु होला। स्पेसली चाहिँ तपाईँले दाल भात तरकारी खुवाउनुहुन्छ भने चाहिँ बाक्लो दाल राखेर खुवाउनु होला र नबिर्सिकन चाहिँ यहाँले चाहिँ हरेक पटक खुवाउँदाखेरि चाहिँ घिउहरू राखेर खुवाउनु होला। साथसाथै यहाँले चाहिँ अन्डा पनि राख्न सक्नुहुनेछ भने यहाँले विशेष गरी आलुलाई चाहिँ बोइल गरेर म्यास गरेर पनि खानेकुराहरूमा मिसाउनु भयो भने चाहिँ खानेकुराको क्यालोरी भ्यालु बढ्छ, तपाईँको बच्चाको वेट बढाउनलाई एकदमै सजिलो हुन्छ। त्यसले पनि राम्रोसँग वेट बढिरहेको छैन भने चाहिँ यहाँले चाहिँ बच्चालाई नबिर्सिकन दिनमा एकपटक कमसेकम चाहिँ खिर खुवाउनुहोस्। विशेष गरी भैँसीको दुधबाट बनेको तर शुद्धको खिरमा चाहिँ तपाईँले चाहिँ काजु, किसमिस, बदामहरू राखेर चाहिँ इनर्जी डेन्स गराउनु भयो भने तपाईँको बच्चाको वेट बढाउनको लागि एकदम सहयोग गर्ने गर्दछ। बच्चालाई दुध खुवाइरहनु भएको छ भने विशेष गरी गाईको दुधले त्यति धेरै वेट बढ्न सहयोग गर्दैन, भैँसीको दुध खुवाउन सक्नुहुनेछ। र दुध दही खुवाउँदाखेरि चाहिँ सादा दुध दही खुवाउनु भन्दाखेरि पनि यहाँले चाहिँ लस्सी जस्तो बनाएर, मिल्क सेक जस्तो बनाएर केरा मिसाएर अथवा काजु, किसमिस, बदाम मिसाएर बाक्लो मिल्क सेक अथवा लस्सी बनाएर चाहिँ खुवाउनु भयो भने बच्चाको वेट गेन गर्न एकदमै सहयोग हुन्छ।